लु आज चाहिँ म साथीहरूसँग यहाँ डुवर्समा आएको थिएँ। यहाँनिर चाहिँ तपाईँको उल्टा घर भन्ने चाहिँ एउटा मजाको बनाएको रहेछ है जग्गा। यहाँ चाहिँ यस्तो रहेछ उल्टा घरमा होइन, गाडी पनि उल्टा लगाएर राखेको रहेछ हो। अन्त मलाई चाहिँ यो चाहिँ एकदम इनोभेटिभ लाग्यो, मजाको होइन, सबै कुरा उल्टा छ होइन। त्यसो हेरी गाडी पनि मजाले त्यहाँनिर ह्याङ गरिकन राखेको रहेछ होइन। अन्त भित्र गएर म हेर्छु कस्तो चाहिँ छ भनेर जान्दैछु। म भित्र गएँ होइन, यहाँ चाहिँ जुत्ता खोलेर जानुपर्ने रहेछ हो। यहाँ चाहिँ मान्छे पुरा आउँदो रहेछ तपाईँको यो घर हेर्नु चाहिँ। उहाँहरू चाहिँ आसामबाट आएको अरे हो। यो चाहिँ डुवर्समा रहेछ यो घर चाहिँ, डुवर्समा रहेछ होइन। अन्त यहाँ हेर्नुहोस् न, चेयर टेबल सबै उल्टा छ, सब माथि छ। सिलिङमा चाहिँ यो छ है, हेर्नुहोस् त, सबै माथि सेट गरेको छ चेयरहरू हेर्नुहोस् होइन। फ्लोर चाहिँ माथि सिलिङमा छ, मुनि भुइँमा चाहिँ तपाईँको सिलिङ छ। हेर्नुहोस् यसरी बनाएको रहेछ सबै। यो हेर्नुहोस् त, कर्टन्सहरू सबै उल्टा राखेको छ हो। यसरी बनाएको रहेछ यो चाहिँ अचम्म मजाले अब क्या, सबै उल्टा। यहाँ हेर्नुहोस् है टोइलेटमा यो तपाईँको बेसिनहरू सबै हेर्नु, सबै उल्टा छ है। ए हेर्नुहोस् गिजरहरू सबै उल्टा छ हो, सबै उल्टा छ। यसरी बनाएको रहेछ है। बेसिनहरू पनि तपाईँको सबै उल्टा राखेको रहेछ हो। अन्त यहाँ हेर्नुहोस् है, टिभी पनि उल्टा छ, टिभीलाई पनि उल्टा बनाएर एकदम हेर्नुहोस् त, सबै उल्टा छ। बस्ने जग्गाहरू सबै उल्टा छ। यही बेडरुम हेर्नुहोस्, सबै सिलिङमा हो, यसरी बनाएको रहेछ। यो चाहिँ ओत्लाबारी भन्ने जग्गामा बनाएको छ। ओत्लाबारीदेखि अलिक जानुपर्ने, यो डुवर्स नै पर्दो रहेछ एरिया चाहिँ। एकदम बहुत गर्मी थियो यहाँनिर चाहिँ होइन। हेर्नुहोस् त, एसीहरू पनि यसरी राखेको छ। सिलिङ चाहिँ तल फ्लोरमा हो, यसरी राखेको रहेछ यो। एकदम यहाँ चाहिँ मान्छेहरू पुरा आउँदो रहेछ यो हेर्नुको लागि होइन। यहाँ हेर्नुहोस् ल, अब यहाँ बाहिर गाडी चाहिँ यसरी राखेको छ मजाले, सिलिङमा माथि टालिकन राखेको छ यहाँ गाडी। हेर्नुहोस् ल, गाडीलाई चाहिँ यसरी राखेको रहेछ अब मजाले, गाडीलाई चाहिँ यसरी राखेको रहेछ होइन। मान्छेहरू पुरा आएर यहाँ फोटोहरू खिच्दो रहेछ होइन। यसरी